गुड मर्निङ सबैजनालाई। म चाहिँ यहाँ बिहान बिहान उठेर मुख पनि धोएको छुइनँ हो, दाँत ब्रस गर्दै बारी हेर्दै बसिरहेको छु। आजको भिडियोमा चाहिँ म तपाईँहरूलाई म दिनभरि के गर्दै बस्छु भनेर देखाउँछु ल। यो हिजो मैले गोडेको हेर्नु है साथीहरू, मेरो प्याज। अहिले म मुखसुख धुन्छु अनि अब जङ्गलसँग जान्छु घाँस लिनु। म तपाईँहरूलाई देखाउँछु। म चाहिँ मुखसुख पनि धोइसकिसकेँ साथीहरू। आँखा अलिक सुन्निएको जस्तो देखिन्छ त। म घाँस काट्नु जान्छु, हेर्दै गर्नु होला मेरो भिडियो। म चाहिँ अब दाउरा काट्नु जाँदैछु। त्यहाँ तल आमा यो जालोले कति घेरेको भाइ। अहिले घाँस काट्नु जान्छु भन्दै थिएँ, घाँस काट्नु जानु परेन। अब दाउरा काट्नु जान्छु, दाउरा ल्याउँछु अनि म प्याज गोड्छु। यता तल जान्छु है म, बाटो नि यस्तो छ, कताबाट झर्नु। अहिले भेट्नु है साथीहरू। फाइनली मेरो दाउरा चाहिँ मैले काटिसकेँ। यहाँ हेर्न सक्नुहुन्छ, यत्रो दाउरा बोक्नु सकिन्छ आम्मामामामामामा। अनि म त्यत्रो दाउरा बोक्यो भने त बिहोस हुन्छु होला त हौ साथीहरू। भन्दा गफ लाग्छ होला तपाईँलाई, दाउरा चाहिँ यता छ है। काट्नु पर्ने छ हौ दाउरा। ल साथीहरू, अब माथि उकालो जानलाई मलाई गाह्रो हुन्छ। भरेको घर गएर चाहिँ भेटौँ। ओके, फाइनली म चाहिँ दाउरा लिएर नि आइसकिसकेँ। म यहाँ प्याज गोड्नु आइरहेको छु कि साथीहरू। मेरो प्याज चाहिँ यहाँ नि हौ कुखुराले भुतभुते खेलेर के गरिदिएको यो, यस्तो त गरिदिन्छ। साह्रै दुःख लाग्छ हौ यस्तो गरिदिएर त। म चाहिँ प्याज अब गोड्छु। यहाँ प्याजहरू लगाएको छैन। यहाँ लसुन, माथि प्याज सबै हो। यस्तो गरिदिएर के गर्नु र। अब आजको भिडियो चाहिँ यति नै साथीहरू। तपाईँलाई कस्तो लाग्यो भिडियो कमेन्ट गर्नु होला। म फेरि अर्को भिडियो पनि बनाउने छु। अब भोलिको भिडियोमा भेटौँ है साथीहरू। आजलाई चाहिँ यति नै, थ्याङ्क यू। तर भिडियो चाहिँ अन्तिमसँग हेरिदिनु होला है। बाई बाई। अब म प्याज गर्नु गइरहेको छु। अब भोलिको ब्लगमा भेटौँ। यो के चपाउनु के हुन्छ मुखमा भन्नु होला, मैले सुपारी चपाउँदैछु है साथीहरू। ओके, बाई बाई।